हेलो एभ्रिवान, आज मेरो डे 17 अफ कट। आज चाहिँ मेरो पुस्ट थियो। आज मैले चेस्ट, सोल्डर र ट्राइसेप गरेँ। मलाई चाहिँ आज हिजोभन्दा अलिक बेटर फिल भएको थियो र सो अलिकति आज चाहिँ हिजोभन्दा अलिकति वेट बढाएँ र रेपिटेसन चाहिँ त्यही मैले बिलो 10 राखेको छु। मैले चाहिँ मसल प्रिजर्भ गर्नको लागि मात्रै वर्कआउट गरिरहेको छु, बढाउनको लागि होइन, किनभने कटमा मसल लाग्दैन र म चाहिँ एडभान्स लेभलमा पुगिसकेँ। एडभान्स लेभलमा भन्नुको अर्थ चाहिँ मैले ट्रेन गरेको 9 इयर्स जति भइसक्यो। सो कटमा चाहिँ मेरो अब नयाँ मसल लाग्दैन। त्यो भएको कारणले चाहिँ मैले चाहिँ धेरै भोल्युम होइन, लो भोल्युम गरेँ जस्ट टु मेन्टेन माई मसल मास है त। र त्यसपछि अनि मैले पोजिङ गरेँ है। पोजिङ गरिसकेपछि मलाई चाहिँ अहिले म करेन्टली जस्ट अन्डर 10% जस्तो लागिरहेको छ। मैले चाहिँ सिङ्गल डिजिट 6 जस्तो लागिरहेको छ। क्वाड पनि राम्रो देखिरहेको छ र अलि रिल्याक्स बस्ने बेला पनि राम्रोसँगै पहिलाभन्दा अलिक डिफ्रेन्ट एप्स देखिरहेको छ है। ल, आजको लागि यति नै हो। सो स्टे ट्युन फर डे 18। हेभ अ ग्रेट डे। बाई।